कस्तो गाह्रो भयो नि त्यो गाडीहरूले नि राम्रोसँग रोकिदियो होइन। सो हेलो एभ्रिवान, न्यू डे न्यू ब्लग। आज चाहिँ म धरानबाट निस्किएँ होइन। त्यहाँ उसनेरी बनाउँछु भनेर सोचिरहेको थिएँ मैले, उता चोकबाटै बनाउँछु होटेलबाटै बनाउँछु भनेर सोचिरहेको थिएँ, तर रेकर्ड गर्ने बिर्सिछु क्या मैले। म चाहिँ अहिले यो चतरापट्टि जाँदैछु होइन। धरानबाट निस्किएँ, होटेलबाट ठ्याक्कै निस्किएँ, 1 किलोमिटर नि भएको छैन होला म निस्किएँ। यहाँबाट हेर म कहाँसम्म पुग्छु आज, आजै घर जान पनि सक्छु आज, नत्र बाटोमा बस्न पनि सक्छु हेरौँ। तर जोस् मलाई चाहिँ अहिले चाहिँ पेट्रोल चाहिरहेको छ बाइकमा, अनिखेर अगाडि होला भनेर मैले पछाडि हाल्नु हालेँ है धरानमा। त्यही पनि धरानै हो, जोस् उता चोकपट्टि मेन बजारपट्टि। धेरै गाह्रो भइरहेको थियो, बसौँ कि जस्तो लागिरहेको थियो। फेरि बसेर के गर्ने, बरु जान्छु घर, अनि फेरि बरु नसके बिच बाटोमा बस्छु भन्ने मेरो सोच आएको हो कि खास। अब यहाँ बसेर चाहिँ मैले के गर्ने र जस्तो लाग्यो कि, खासै घुम्ने ठाउँ नि छैन धरानमा भने फुडहरू यताउता नाइट लाइफ पनि अब राम्रै हुन्छ भन्थे होइन, त्यसको लागि हो। नत्र भने चाहिँ काम छैन खासै घुम्नलाई। उता कि त उसमा जानु पऱ्यो भेटार होइन, डाँडा चिसो छ यस्तो, यो गर्मीबाट मुक्त होइन। नत्र भने अरू त म त्यति केही देख्दिनँ। हिजो त म कस्तो मरौँला जस्तो भएर होइन, मैले ब्लग पनि राम्रोसँग बनाइनँ क्या, बनाउँदै रोक्दै अनि फेरि रोकिँदै है। अनि फेरि बोल्ने मोडसँग थिइनँ क्या, मलाई त्यति गाह्रो भइरहेको थियो, निद्रा पनि नपुग्यो, प्लस बाटो पनि त्यस्तै, धुलो पनि त्यस्तै। एज यु क्यान सी अहिले पनि देखिरहेको छ मेरो यो राइडिङ गियरमा। त्यहाँबाट गइरहेको छु, अनि फेरि अब कहाँ हुन्छ हेरौँ, त्यहीँ पुगेर रोकिन्छु म होइन। जस ट्रिप चाहिँ राम्रै भयो, तर त्यो अलिक बाटो चाहिँ अलिक भएन कि मेरो विचारमा। बाटोले गर्दाखेरि चाहिँ अलिक दिमाग खराब गर्थ्यो। यो यही जाने हो चतरा धरान भनेपछि। यो म सिधा ठिक बाटोमा हिँडिरहेको छु, म एकदम सही छु। म्यापमा हेरेको थिएँ कि यहाँबाट चाहिँ सिधा छिटो पनि छ, फेरि यहाँबाट चतरा चाहिँ एकदम छिटो छ। त्यहाँबाट त केही सबै बाटो सजिलो छ क्या, गाह्रो बाटो यता यो झ्याउ बाटो यस्तो यतै हो क्या, धुलो खानी नखानी सबै यतै हो। मेरो चेनमा मोबाइल हाल्नु पनि चाहिँ भइथ्यो, हिजो नि हालिनँ मैले। अब आज चाहिँ एकचोटि हेर्नुपर्छ। ठकुरी खोला पुल रे है, म ठकुरी खोला पुलमा आइपुगेँ अहिले चाहिँ। एग्रेसनको कुरामा त फेरि मेरो बाइक त साइको हो नि, त्यति एग्रेसिभ छ नि होइन। यतापट्टि अफ रोड थियो जस्तो लाग्यो यार, पुरै बिच गरेर त अहिले त टर्निङमा चाहिँ कम गर्नुपर्छ जहाँ जति कुदायो नि। यहाँ त सिधा बाटो हो, त्यही भएर नि कुदाइरहेको, नत्र भने मैले कुदाउनु चाहिँ रिकमेन्ड गर्दिनँ होइन। साँच्ची भन्दाखेरि चाहिँ कुदाउनु राम्रो होइन। अब यहाँ चाहिँ बाटो मात्रै जाने हो क्या। म पहिला नै एकचोटि हिँडिसकेको छु, तर यतातिर दामी रहेछ क्या बस्ने ठाउँमा। यो त आइएन हिजो, यो त त्यो वान वेमा म घुमेँ है। धरान डेन्जर वान वे रहेछ क्या घुम्ने। अब नयाँ ठाउँ मलाई त केही थाहा पनि होइन। म त गइछु है, आइसक्यो अफ रोड के अफ रोड वहाँ माथि पुगिसक्यो क्या म त। अनि फेरि अब फर्किने बाटो थाहा होइन, धन्न माथि पुगेपछि अनि फेरि पुरानो बजार भनेर देखेँ। अनि पुरानो बजार भनेपछि हो तलतिरै जान्छ होला जस्तो लागेर अनि घुमेँ क्या म चाहिँ। धन्न थ्याङ्कफुल्ली म सही बाटोमा गइछु क्या त्यो बेला। अनि त्यो भएर नि अलिअलि चाहिँ भयो, जोस् अप्ठ्यारो चाहिँ भयो मलाई धरान घुम्न। जहाँ छिरे पनि वान वे, जहाँ छिरे पनि वान वे है। त्यो बजारतिर त यस्तो मलाई त एकछिन त औडा लाएर गाह्रो पनि त्यस्तै भइरहेको थियो नि त। भोक लागिरहेको थियो, के खाना छिर्छु भन्नु गएको, औडा भने कहिले जहाँ छिरो त्यही वान वे। धरान विकास खासै भएको चाहिँ होइन है। पहिलामा त यतातिर अफ रोडै थियो जस्तो लाग्यो, अहिले अफ रोडै छ। त्यतिका फक भइदिएर यार, ब्याट्री खस्यो भने त क्यामेराको ब्याट्री खस्यो के, ट्याङ्क ब्याग खुल्लै रहेछ। लेट्स सी, मैले अरू केही कुरा हराएको त छैन नि। सिट भइदिएर यार, यस्तो हिजो भइदियो भने है।
ओहो आई लस्ट समथिङ गाइस क्यामेरा ब्याग खसेछ होइन यो राख्ने सब कसरी खस्छ भने यस्तो भइसकेछ ब्याग पनि खासै झन्डै बिजोग भइदिएर यार धन्न देखिहाल्यो र सजिलो भयो अनि फेरि you'll gonna see this is how I fucked up my camera bag र अरू नि केही थियो भने त्यो सामानहरू कस्तो बिजोग भयो भने ल छ्या क्यामेरा पुरै गुने केस नै खसिरह्यो भने धन्न केस चाहिँ केही भएन खसो मात्र होइन यस्तो गाह्रो भयो नि त्यो गाडीहरूले नि राम्रोसँग रोकिदियो होइन सामान खस्यो भनेर ट्र्याक्टरले गाडीले आइएम सो ह्याप्पी किनकि यस्तो मान्छेहरू प्रायः ठाउँमा भेटिँदैन क्या कस्तो मजाले क्या अब यसरी त गरिदिँदैन नि त कसैले नि ह्याप्पी एन्ड स्याड राइट एउटै टाइममा क्या राइट बिजोग भइदिएर मैले ब्याग बन्द गरेर थिइनँ कि के हो होइन थाहा नै भएन भने सर दशा लाग्यो भने कसम एकैताली है थ्याङ्क गड धन्न त्यस्तो जाम हुने एरियामा थिएन नत्र मेरो 2टा ब्याट्री जान्थ्यो यार मैले कसम ब्याट्री गयो भने मेरो बिजोग हुन्थ्यो नि मेन नै ब्याट्री हो अरू त छैन होइन सायद अब आज दिनको स्टार्टिङ यस्तो नराम्रोसँग भयो नि होइन मलाई कस्तो रिस उठिरहेछ मैले कस्तो नहेरी हिँडेँ क्या हतार हतार हिँडेँ खास 12 बज्न लागिसक्यो होइन अनि फेरि यहाँबाट गएर पुग्दा जाँदा पनि अब धेरै टाइम लाग्छ क्या मलाई जहाँसम्म लागिरहेको छ अब हाइवे छिरेपछि पनि त अब गइरहनु पऱ्यो 300 किलोमिटर छ सानो बाटो होइन त्यो भने अनि फेरि सिधा बाटो भयो नि ल मिनेटमा 1 किलोमिटर हान्दै जान्छु भन्दा नि मिल्छ होइन अब मिनेटमा 1 किलोमिटर हान्नको लागि पनि त सिधा बाटो भइरहनु पऱ्यो नि त अब नेपालको बाटो हो काहीँ घुमाउरो हुन्छ काहीँ उकालो काहीँ ओह्रालो हुन्छ सबैतिर कन्ट्रोल गर्नै पऱ्यो काहीँ यस्तो बाटो हुन्छ यस्तो थर्किने बाटो सबै गर्नु पऱ्यो नि त अनि त्यो भएर चाहिँ मलाई झ्याउ के कतिखेर पुग्ने जस्तो हुन्छ क्या सायद पानी पर्छ जस्तो छ होइन म आज दिन पनि त्यस्तैमा हिँडेँ बादल लगाएर शीतल छ हुन चाहिँ बट कस्तो एकछिन आफै खुल्यो कि खुल्दै थियो कि खुल्दै भयो त्यहाँ के झरो नि अब यो ब्यागमा मैले के राखिदिएँ थाहा छैन पावर ब्याङ्कहरू चार्जरहरू त यता ब्यागमा छ यसमा चाहिँ एउटा ट्राइपोड थियो एउटा फोन होल्डर थियो क्या फोन होल्डर नि झरे जस्तो छ सायद मैले त्यहाँ रोकेँ होला फोन होल्डरको त यादै होइन मलाई त ब्याट्री अनि त्यो केसको पो सिधै सम्झना आयो त नरिवलको रुख जस्तो छ त्यहाँनिर थ्याङ्कफुल्ली देखिहालेँ मैले त्यो ठ्याक्कै झर्ने बित्तिकै ठ्याक्कै आँखा गइहाल्यो झर्ने बेला यस्तो हेर्दाखेरि नै ठ्याक्कै झऱ्यो क्या त्यो भएर नि अलिकति सजिलो चाहिँ भयो कि भन्ने मेरो कुरा हो अनि मैले चाहिँ ब्रेकफास्ट मात्रै खाएर हिँडिरहेको छु खानाहरू खाएको छैन खाना खानलाई चाहिँ अब कहाँ खाना भन्दा नि खाजा खानलाई चाहिँ अब कहाँ रोकिन्छु हेरौँ होइन अब सकेसम्म 100 किलोमिटर जति चलाएर चाहिँ रोक्यौँ भन्ने मेरो सोच हो किनकि थोरैमा रोक्यो भने खासै काम छैन क्या 598 किलोमिटर घुमिसकेको छु म मेरो इस्ट जर्नीमा मैले 598 भनेपछि 600 किलोमिटर लगभग 2 किलोमिटर बाँकी छ 2 पनि होइन 1.6 बाँकी छ होइन 600 किलोमिटर गुडेर अब चाहिँ म फर्किन लाग्दैछु होइन ओ सेट यार हावा चल्न हालेर पानी परिहाल्छ कि त पानी परिरहलो भने पनि त अलिक झ्याउ नै हुन्छ क्या पानीमा बाइक चलाउन अब रेनकोट लगाएर चला भन्ने भयो त्यो पनि इस्यु त होइन रेनकोट लगाएर तर पानीमै बाइक चलाउनु चाहिँ अलिकति गाह्रो हुन्छ क्या खास कस्तो हुतिर यार ब्रेक लगाएन क्या अगाडिको एबिएसले फालिदियो एबिएस भएको बाइक अफरोड अलिक गाह्रै हुन्छ चलाउन खसी पर्न सजिलो हुन्छ चलाउन अलिक गाह्रो हुन्छ होइन सायद म बस चल्ने बाटो नै आएको छु मेबी चतरा निस्किन्छ कि एकदम छिटो भन्ने सोचले इटरीबाट चतरा त नसोचे नि हुन्छ खतम है भाइ पुरा
पुरा माहौल खतम है यस्तो पारो ताती बाटो छ नि सबभन्दा राम्रो बाटो नै केही हो एटलिस्ट त्यहाँ धुलो खाइन्छ यहाँ अफ रोड हो भने त्यति धुलो चाहिँ खाइँदैन क्या विच इज गुड थिङ धरानतिर तर केटिएम बाइकहरू यताउता देख्न अलिक गाह्रै रहेछ मैले अघि हिजो नि याद गरेको थिएँ बुलेट डटहरू चाहिँ एकदम फेमस लाइक पोखरातिर जस्तै केटिएमको एडभेन्चर अलिअलि बाँकी त त्यो नर्मल स्प्लेन्डरहरू यताउता त्यो त जहाँ जुन ठाउँमा पनि एकदम व्यापकै हो होइन तर म्याक्सिमम् मान्छेसँग बुलेट र डट चाहिँ हुने नै रहेछ क्या यतातिर 600 किलोमिटर गुडिसक्यो गाइज 600.00 सो या मैले 600 किलोमिटर गुडाएँ 3 दिनमा कुनै दिन अलिक कम कुनै दिन अलिक बढी अब आज नि 300 किलोमिटर गुडाउँछु भन्दाखेरि घर पुग्दाखेरि आज सायद मेरो फर्स्ट डे सेकेन्ड डे आज मेरो थर्ड डे हो 2 दिनमा 600 भनेपछि दिनमा म 300 को दरले हिँड्छु अब कुनै दिन बढी कुनै दिन कम त्यस्तै भयो अब 300 गर्दा 900 किलोमिटर गुड्छ मेरो बाइक 900 1000 गुड्छ होला यताउता गर्दाखेरि होइन सायद एकुरेट हुँदैन नि त कहिले कता बिर्सेर छिरियो भने यताउता भयो भने त भइहाल्यो नि होइन बाटो बिर्स के छ भन्दा खोजेँ सो आई एम फाइनली एट चतरा राइट नाउ अब यहाँबाट चाहिँ मेरो जर्नी बिगिन भयो एन्ड आई एम गोइङ राइट नाउ कता भन्दा टुवर्ड्स होम चलो चलते है 11 बजे हिँड्यो होइन 12-1 बजीतिर उता भिमान पुग्न पाए नि हुन्थ्यो के भन्छ 1 बजे 1:30 बजीतिर भिमान पुग्न पाए नि हुन्थ्यो नि यार है कस्तो सजिलो हुन्थ्यो यहाँ अलि यस्तो चाहिँ उही वाला बाटो रहेछ कि यता पो अलिकति यति धेरै घुम्ने बाटो होइन यो कोसी पुल कटेपछि त फेरि दामी बाटो छ यो बाटो यसो रिपेयर गर्नु पऱ्यो क्या अब यहाँसम्म यस्तो छ होइन यो बाटोलाई त अलिकति मस्त चिक्ना बनाउने हो नि त नि अनि पो दामी हुन्छ त नि बाजेको पेडा भण्डार अनि यसरी बाइक लडो घुमाइदिनुपर्छ के गर्नु छ वेट गर्ने कि घुम्ने चाहिँ लडाइहाल्यो नि फेरि यहाँ छोयो भनिदिन्छन् क्यामेरा त अन हुनुपर्छ क्या त्यही भएर पनि तर त्यत्रो ब्याकअप छैन मसँग खास नत्र क्यामेरा चाहिँ अन भइराख्नुपर्छ कि अब यस्तो कन्डिसनहरूमा तिनीहरूले त भन्यो अझै मान्छेहरूले त बट त्यसैमा छोयो भनेर भन्यो भने त भनिहाल्यो नि होइन तनाव हुन्छ नि गाईघाटबाट विराटनगरसम्म नि गाडी जाँदो रहेछ यार कस्तो लामो लामो रुटमा चल्ने कि यहाँ त गाडीहरू पनि बाटो नि सिधा भएर होला 100 किलोमिटर भन्दा त केही नै होइन यहाँतिर त थ्याङ्क गड बाटो चाहिँ राम्रो छ क्या यतापट्टि नत्र भन्दा 4 दिन लाग्थ्यो यार घर पुग्न पनि 100 किलोमिटर बस्दै हिँड्नु पर्थ्यो एटलिस्ट टाल्यो भने पिच छ क्या यहाँ यही देखेर भने है फेरि प्रायः काहीँ पनि टाले छैन कहीँ कतै टालेछ अहिले अब म घर फोन गरेर सोध्छु कि पानी परेर छ भने चाहिँ म हेटौँडा जान्छु किनकि घरतिर पानी परेर छ भने सिन्धुलीको बाटो चाहिँ सेफ हुँदैन किनकि सुनकोसी खोलाहरूले गर्दाखेरि अलिकति त्यो बाटो रिस्की हुन्छ ल्यान्डस्लाइड पनि त्यस्तै छ त्यो बाटोमा होइन अनि फेरि ल्यान्डस्लाइड रिस्क भएको बाटो म त्यति रिस्क लिन चाहन्न किन भन्दाखेरि अस्ति म आउँदा पनि त जस 2 दिन भएको थियो पानी नपरेर त्यही पनि त्यहाँ ल्यान्डस्लाइड थियो क्या पानी परेर बेला त त्यहाँ त रिस्क हुन्छ नि त ओइ पानी त एज यु क्यान सी पानी त ओ सेट यार कति है पुरा वारपार कति क्या यो आयो भन्दा कति 4 गुणा नि भ्याउँदैन यार 10-15 गुणा बढी छ यार यो बाटो भन्दा ल क्यामेरामा कत्रो देखिरहेको छ तर यति ठुलो छ नि होइन हेर्दाखेरि लाइजर खोल्नु हुँदैन यो ठ्याक्क हावाको त्यो प्रेसरले गर्दाखेरि चाहिँ हियरिङ लस हुन्छ अरे क्या हावाले हानेर हुन्छ नि त हामीलाई त कानमा त
भाइजर लाएर त इयर प्लग लाएर चलाउनुपर्छ भन्छ नि, झन् भाइजर खोलेर कुदाउने त कुरै भएन क्या, त्यो त सोच्नै हुँदैन क्या। चेकिङ भयो भने पनि मसँग पेपरहरू सक्छ, मलाई इस्यु त होइन। किन भन्दाखेरि जसलाई जोसँग पेपर हुँदैन त्यसलाई पो इस्यु त होइन, मसँग त सबै छ त, मलाई के इस्यु। अब म पेट्रोल पम्प देख्यो भने चाहिँ म पेट्रोल पम्पमा रोक्छु एकछिन, किन भन्दाखेरि पेट्रोल हाल्नु पऱ्यो। एन्ड एज यु क्यान सी द खोला इज क्वाइट एग्रेसिभ राइट नाउ। कति ठुलो हो यो खोला पनि, 200 मिटरको त पुल हो क्या अरे, 200 कति मिटरको पुल जति त खोला छ यहाँ लगभग अहिले बर्खाको टाइममा। गर्मीमा कति हुन्छ चाहिँ मलाई त्यो थाहा भएन, अभियसली मेरो त्यो नलेजको कुरा होइन। म के भन्छ हिउँदमा म आएको छैन, जोस् बर्खामा चाहिँ यस्तो हुँदो रहेछ। रामपुर 10 किलोमिटर, रामपुर, श्यामपुर, भरतपुर। ए भरतपुर नै छ है, श्यामपुर चाहिँ छैन मैले सुने छैन अहिलेसम्म, भरतपुर चाहिँ सुनेको छु। रामपुर पनि थाहा छ, जो सुने भनौँ न। बिस्तारै नजाउँ है, छिटो गयो अवश्य पुगिन्छ, बिस्तारै गयो कहिले कहिले। कहीँ कहीँ चाहिँ अलिकति यस्तो हुन्छ है बाटो, यस्तो बाटो चाहिँ रिपेयर गरिहाल्नु पऱ्यो क्या नेपाल गभर्मेन्टले। अरू प्राइभेट कम्पनीलाई पनि दिने कन्ट्र्याक्ट, सरकारको प्राइभेट कम्पनीको 50-50 त्यसरी अरू देशहरूमा त्यसरी नै हुन्छ नि त। त्यसरी भयो भने चाहिँ सजिलो हो क्या, सबलाई सजिलो हो क्या, मान्छेहरूलाई पनि सजिलो हो। किनकि प्राइभेट कम्पनीहरूले त्यत्रो उठाउने भइसकेपछि बनाउँछ, अभियसली बनाउँछ। अनि फेरि हामीलाई के हुन्छ, नेपाल गभर्मेन्टलाई पनि त्यो इस्यु हुँदैन क्या त्यति धेरै, यति वर्षलाई दिने भनेर दिएपछि उनीहरूले आफ्नो लगानी पनि उठाउँछ। जेस् उनीहरूलाई त जे गरे नि बिजनेस हो नि त प्राइभेट कम्पनीहरूलाई त। अनि उनीहरूले गर्छ क्या, घर रिपेयर पनि, बाटो पनि राम्रो हुन्छ, त्यस्तो हुन्छ क्या। यस्तो हाइवेलाई होइन, फास्ट्याग बनाउने क्या छुट्टै, त्यसको लागि ठुलो ठुलो प्रोजेक्टहरू त गभर्मेन्ट एक्लैले गर्दाखेरि त गभर्मेन्टलाई नै त प्रेसर पर्छ नि त। जामतिर त्यस्तोमा हन्डेर जाम खुल्ने होइन, बट त्यस्तोमा त अलर्ट गराउनलाई खुल्ने उ गर्ने हो नि त, हन्डिने हो नि त। हन भने त अलर्ट गराउन हो नि त, म त्यसरी आइरहेको छु भन्ने टाइपको त्यो हिसाबले चाहिँ हो नि त। त्यो जाममा प्यान्ट गर्छ नि, रिस उठ्छ मासलाहरू, त्यस्तो चाहिँ गर्नु हुँदैन। जामतिर हन्दिने त्यो प्यान्ट गर्ने भने त्यो भनेर चाहिँ अलिकति आइक्यू नै लो भयो जस्तो, अलिकति पारा तात्ने